दैटमा आएका डक्स 2 दिनको जिन्दगी के छ र होइन। यहाँ हेर्नु त पछाडि यति गाडी छन्। अब कहाँ हो भनेर लोकेसन त अब एकछिनमा तपाईँलाई थाहा भइहाल्छ। हामीले बिचमा कुरो रोकेर यता गाडीतर्फ आयौँ। यो चाहिँ S10 हो, त्यसको पछि कुरा गर्नेछौँ। जस 2014 मोडलदेखि माथिकोमा चाहिँ हजुरहरूको फाइनेन्सको सुविधा छ, तर डकुमेन्ट चाहिँ पहिले मिल्नै पर्छ। त्यो चाहिँ किन भन्दाखेरि मान्छेले चाहिँ धेरै सोध्ने गर्छन् क्या, फाइनेन्स हुन्छ भने आउने गर्दैन हुन्छ, तर डकुमेन्टको आइस्रोत खुलेन भने चाहिँ फाइनेन्सको सुविधा हुँदैन। सर अब गाडीको ट्याक्सहरूको बारेमा सुविधाहरू के छ त्यो भन्नु होला, त्यसपछि अनि हामी चाहिँ गाडीतर्फ नै लाग्नेछौँ। हजुरलाई हाम्रोबाट जुनै पनि गाडी लग्नुभयो भने 1 वर्षको ट्याक्स फ्री हुन्छ। हजुरले पाउनुपर्ने अग्रिम कर तिरेर अथवा हजुरलाई जुन ट्याक्सहरू रिन्युहरू फेल छ भने त्यो गरेर दिन्छौँ। साथै हजुरले थर्ड पार्टी अथवा फर्स्ट पार्टी इन्सुरेन्स जेको डिमान्ड गर्नुभयो भने त्यो पाउनुहुन्छ हाम्रोबाट। रहेको कुरा हाम्रोबाट एकदमै निर्धक्क हजुरले एक्सिडेन्ट फ्री गाडीहरू पाउनुहुन्छ। हजुरले जहाँ लगेर टेस्ट ड्राइभ गरेर जता लगेर हजुरले चेक जाँच गर्न पनि सक्नुहुन्छ। त्यसको लागि कुनै अवरोध बाधा छैन। हजुरलाई जसरी सहज हुन्छ म यहाँ लगेर देखाउँछु अथवा इटरी अथवा घरान लगेर देखाउँछु अथवा म भेलाटार पुगेर एकचोटि टेस्ट ड्राइभ गरेर आउँछु भन्दा पनि त्यो सहजता पनि हामीले हजुरहरूलाई गर्ने गरेका छौँ। रहेको कुरा हजुरले एउटा कार डिलरसिपमा आउँदैछु के कस्ता गाडीहरू हुन्छन् भन्ने त्यो जुन आफ्नो उसमा जिज्ञासा छ भने हजुरले यहाँ चाहिँ फुल्ली एक्सिडेन्ट फ्री गाडीहरू पाउनुहुन्छ। हुन्छ सर, त हामी सुरुवातमा यो S10 बाटै गरौँ त। यो डबल क्याब होइन सर, कति मोडलको हो यो? 2021 मोडलको स्कर्पियो, महिन्द्राको स्कर्पियो S10 हो है, 4 व्हिलमा। ओके, सिङ्गल ह्यान्डेड गाडी हो। ओके, अहिलेसम्म जम्मा 70,000 कुदाएको छ। 70,000 रहेको कुरा हामीले त्यो यसमा हजुरले 50% फाइनेन्स पाउन सक्नुहुन्छ। 50% फाइनेन्सको सुविधा, 60 सम्मको फाइनेन्सको सुविधा पाउन सक्नुहुन्छ। 70,000 किलोमिटर कुदेको होइन। पछाडिको डाला पनि म केही छैन, जस्तो छ जे छ कम्पनी फिटेड राम्रो छ, जुन तपाईँले देखिराख्नुपर्छ है। 4x यो 4x4 है नि त? हजुर, 4x4 जुन तपाईँले देख्न सक्नुहुन्छ। यो S10 हो होइन त्यो। अनि यसको प्राइस चाहिँ कति कोडिङ गर्नुभएको छ? प्राइस यसको हामीले 37,50,000 कोड गरेको हो सर। यसलाई हामीले फाइनल दिने दाम चाहिँ 35,75 मा हामीले यसलाई 35,75 सम्म नेगोसिएबल गरेर लान मिल्यो होइन त यो S10 है। त्यसपछि अब एकदम राम्रो माइलेज दिने 3 को डब्बा भन्छ वेगनर है। वेगनर आयो रातो प्लेटको, यो पनि रातै प्लेट हो जुन तपाईँले देख्नुभयो भने यो पनि रातै प्लेटको बागमती प्रदेशको रहेछ। पछाडिपट्टि पार्किङ सेन्सर भएको रहेछ भनेपछि अलिकति रिभर्स गर्न समस्या हुनेलाई अझै सजिलो भयो भने यहाँ क्यामेरा पनि छ है। अब त्यो भएपछि त अझै सजिलो भयो तपाईँलाई। र अगाडिबाट पनि म देखाइदिनेछु र पछि प्राइस र मोडल त म सरसँग सोध्ने नै छु। अनि यहाँबाट हेर्न सक्नुहुन्छ सबै यो सबैको हामी प्राइस राख्नेछौँ। र तपाईँले कहाँबाट हेर्नुहुन्छ, कुन ठाउँबाट हेर्नुहुन्छ कमेन्ट चाहिँ गरिदिनु होला है सर। भन्न चाहन्छु भने अब यो वेगनर है, कति मोडलको त्यो पनि सर? यो कति मोडलको वेगनर हो? 2021 मोडलको वेगनर ZXi भेरिएन्टमा रहेको गाडी हो। ए यो ZXi हो भनेपछि फुल अप्सन भइहाल्यो, फुल अप्सन भइहाल्यो। सिङ्गल होइन है? ओके, अच्छा। अब इन्टेरियर त तपाईँले देख्नै सक्नुहुन्छ। अब ZXi भनेपछि त फुल अप्सनमा भइहाल्यो, पावर विन्डो यहाँ भइहाल्यो तपाईँहरूको होइन। ORVM पनि यहीँबाट मिलाउन मिल्यो। अब त्यसको बारेमा त अब सेकेन्ड ह्यान्ड गाडीमा त्यति डिटेलमा नजाउँ होला, तर जे होस् फुल अप्सन भनेपछि बुझ्दा भइहाल्यो। सेफ्टीको नजरमा अझै राम्रो भइहाल्यो। त्यसपछि अर्को फेरि वेगनर यही यहाँ देख्न सक्नुहुन्छ। अनि यो चाहिँ कति मोडलको छ? यो पनि 21 को यो VXi भेरिएन्ट हो। VXi योभन्दा भाइ भरेछ। कति मोडल हो सर यो? 21 को प्राइस चाहिँ कति हो? एकदम भन्छु यो तपाईँलाई 21 लाखमा लिएर जानु, यो तपाईँलाई 22-50 मा लिएर जानु। यो 21 लाख, यो 22-50। त्यसमा पनि फाइनेन्सको सुविधा छ होइन त सर? हजुरहरूको लागि एकदम मात्रै, एकदम मात्रै। अब कतै तेल ट्याङ्की फ्री श्री हुन्छ भन्ने त्यो छैन केही अफर होइन। यहाँ दाजुभाइ देख्नुभयो। अब त्यसपछि हामी होन्डाको उसमा आउनेछौँ। होन्डाको यो i10 होइन? हजुर, यो ग्रान्ड i10 भेगना भेरिएन्टमा रहेको गाडी हो। यो चाहिँ कति मोडलको छ? 20 को। कति कोडिङ गर्नुभएको छ प्राइस चाहिँ? यसलाई कोडिङ त 24-50 भनेको एकदम 23-50 मा जान्छ। 23-50 है, तर 23-75 नेगोसिएबल त रहन्छ। म पछाडिबाट पनि देखाइदिनेछु। i10 रहेछ। यहाँ हेर्न सक्नुहुन्छ, नम्बर पनि म देखाइदिँदैछु, तपाईँहरूले मजाले हेर्न सक्नुहुन्छ। भने उता पनि छ यो एउटा i10 भइहाल्यो। त्यसपछि अर्को होन्डाको फेरि आयो है, यो होन्डाको एक्सेन्ट बागमती प्रदेशको रहेछ। यो चाहिँ यसमा ब्याक क्यामेरा पनि रहेछ, त्यसमा अलरेडी छँदैछ जुन
पार्किङ सेन्सर पनि छ यहाँ तपाईँहरूलाई पछि पार्किङ सेन्सरले कसरी काम गर्छ भनेर भन्नुहुन्छ भने चाहिँ कमेन्ट गर्नुहुन्छ भने चाहिँ म त्यसको पनि भिडियो ल्याइदिनेछु है। पार्किङ सेन्सरले धेरै काम गर्छ, हेल्प गर्छ। यहाँ अगाडि तपाईँले देख्न सक्नुहुन्छ। सर यो कति 1000 किलोमिटर कुदेको छ? कति हजार कुदेको छ? त्यो तपाईँलाई 63,000 63,000 जेन्युन कुदेको सिङ्गल ह्यान्ड। भनेपछि यहाँ एज भनेपछि बुझिसक्यो, स्वास्थ्य सम्बन्धी मान्छेले कुदाएको रहेछ। डक्टरै हो या त जे भए पनि एज भनेपछि बुझ्यो। तर जस गाडी त्यो लोगो लागेको मान्छेले एकदम जेन्युन कुदाएको हुन्छ है गाडी, यति चाहिँ बुझ्दा हुन्छ होइन। बागमतीकै रहेछ। जुन मोडल र प्राइस फेरि पनि भनिदिनु नि। मोडल 2017 को हुन्डाईको एक्सेन्ट एस भेरिएन्टमा हो यो गाडी। हामीले यसलाई 20-75 भने एकदम 20 लाखमा लिएर जानु होला। 20 लाखमा है। अर्को यो स्विफ्ट होइन, 19 मोडलको प्राइस चाहिँ कति भन्नुभयो? यसलाई 23,50 बेच्नुपर्ने हो सर। 23,50। VXI कि कुन हो यो? VXI हो। यसलाई लक रहेछ, ठिकै छ। म पछाडिबाट पनि देखाइदिनेछु। यो स्विफ्ट तपाईँलाई हेर्दै हुन्छ होइन। यो VXI प्राइसहरूले अलरेडी भनिदिइसक्नु भएको छ। अनि अर्को यहाँ आयो हुँदाइको है फेरि कुर्सीको रहेछ यो। कति मोडल कति प्राइस छ सर यो चाहिँ? 2009 मोडलको हुन्डाईको एसेन्ट हो। हजुर। यसलाई हामीले 11 लाख रुपियाँ कोट गरेको 9.5 9.5 मा आउँछ। यो चाहिँ फाइनेन्समा आएन होइन त? यो चाहिँ फाइनेन्समा आयो, तर यो पनि एड्स यहाँ डक्टरले पनि चलेको। ए हो र? त्यहाँ चाहिँ देखेन ल, देखाइदिउँ त भनेपछि दुईवटा एज हो यो। ल ठिकै छ, पछाडि हेर्नुहोस् न हुन्डाईको। ए हो रहेछ पछाडिबाटै। अनि कति किलोमिटर कुदेको होला यो जम्मा चाहिँ? 1,30,000 रुपियाँ। 1,30,000 जेन्युन कुदेको। जेनरल कुदेको इन्जिन गियरबक्स सिल पार्टेसन एकदमै ऊ छ। जुन इन्जिन गियरबक्स सिलमै छ अहिलेसम्म खोला। यो लोगो भएपछि रियरै मात्रै गाडी नराम्रो हुन्छ है, किन एकदम जेन्युन कुदाएको हुन्छ होइन। त्यही मुस्किलले 5 किलोमिटर पनि कुद्दैन होला। कहिलेकाहीँ फ्यामिली चाहिँ हिँड्दा। ल अर्को क्रेटामा आयो। यो चाहिँ अब SX रहेछ होइन। अब होन्डाको सबसे बढी बिक्ने गाडी भनेको SX हो है, क्रेटा। कति मोडलको यो? यो 2020 मोडलको क्रेटा SX अटोमेटिक भेरिएन्टमा हो यो। अटोमेटिक हो, हजुर। म्यानुअल होइन? हजुर अटोमेटिक। अब हामी इन्टेरियर हेरौँ। अनि कति किलोमिटर जति कुदेको होला यो? 83 कि 87। 83 रहेछ, ठ्याक्कै देख्यो 83। फुल अप्सनमा छ। अटोमेटिक भनेपछि अब यस्तै हुन्छ। यी तपाईँले देखिसक्नुभयो होला होइन। म्यानुअल कुदाउन अप्ठ्यारो हुन्छ। प्यानोरामिक सनरुफ मुनरुफ सबै हुन्छ। त्यो त भइहाल्यो। अनि यसको प्राइस चाहिँ कति कोडिङ गर्नुभएको छ? यसलाई हामीले 53 लाख रुपियाँ कोट गरेको त हजुरलाई एकदम 49,50,000 मा लिएर जान्छ। फाइनेन्समा पनि सुविधा गर्नु होइन। अनि त्यसपछि यो अलरेडी हामीले भनिहाल्यौँ। र लोकेसन भनेको विराटनगरमा कहाँनिर पो भन्नुभयो सर यो? कञ्चनबारी चोकबाट धरान राई कुमारी ब्याङ्कको ठ्याक्कै अपोजिट। त्यहाँ कुमारी ब्याङ्क रहेछ। उतापट्टि भनेको बस पार्क जाने बाटो। अनि जुन यो बाटो छ यो चाहिँ अब उता इटरीबाट आउने बाटो। अनि ठ्याक्क त्यसमा मोटोक प्लाजाको ठाउँमा तपाईँलाई कार डिलरसिप नेपाल भनेर देख्न सक्नुहुन्छ। म डिस्प्ले नम्बर पनि राखिदिनेछु, तपाईँले त्यहाँ सम्पर्क गरेर चाहिँ बुझ्न सक्नुहुन्छ।